हेलो साथीहरु, आज चाहिँ हाम्रो भान्सामा बिरयानी पाक्न छ। तेल खरिसकेपछि हामीले हाल्यौं प्याज हालिसकेपछि त्यो बिरयानीलाई चाहिने सबै सामानहरु हाल्दै हुनुहुन्थ्यो मामाले। यो चलाउने चाहिँ म हो अनि यो पकाउने चाहिँ हाम्रो खास मामा हो। त्यहाँले फेरि अब बेंगलोर बसेको, त्यहाँले तामिल जान्नुहुन्छ नि, त्यो तामिलवाला मान्छेले एउटा रेसिपी भनिरहेको थियो, त्यो भिडियो हेर्दै बनाउन लाउनु भएको थियो क्या। अनि यस्तो उल्टाइ पुल्टाइ गऱ्यौँ चलाइ गरेर। अनि त्यसपछि ब्राउन कलरको भयो प्याज। अनि त्यसपछि मामाले हाल्दै हुन्छ धनिया हालेको थियो कि त्यसले अगाडि, त्यही भएर धनिया हाल्दै हुन्छ। त्यही भएर आफ्नो बनाएको मात्रै कति खाने, अरूले बनाएको स्टाइलमा पनि खाम भनेर बनाउन लाग्थ्यौँ कस्तो बन्छ भनेर। अब लास्टमा हेर्नुहोला कस्तो बन्छ। अनि त्यसपछि हाम्रो मामाले रेड चिल्लीको धुलो, यसले कलर पनि आउँछ। अनि त्यसपछि अरू काम पनि गर्छ। अनि त्यसपछि लसुनको पेस्ट, अनि यो चाहिँ अदुवाको पेस्ट हो, यसलाई पनि चलायौँ। अब चाहिँ रेडी हुन लागेको छ। यो चाहिँ अब चाहिँ पुरा भइसकेको छ। अनि यसलाई चलाइ अब त्यसमा हाल्नु भयो नुन पनि अगाडि नै हाल्ने रहेछ नि। हामीले त्यसरी हाल्ने थिएनौँ। त्यहाँ कस्तो रेसिपी हो यो, अगाडि नुन हाल्ने तर हाल्ने हामीले पनि त्यहाँको जस्तै गरेर। अनि त्यसपछि पुदिना, अनि त्यसपछि खुर्सानी हाल्यौँ। अनि त्यसपछि चलायौँ। अनि चलाएर यसमा दही पनि हालेको थियो। अनि त्यसपछि दही पनि हाल्यौँ। दही हालेर राम्रोसँग म्यास गरिदिएर राम्रोसँग चलायौँ होइन। अनि चलाउँदै हुनुहुन्थ्यो मामाले। म चाहिँ भिडियो खिच्ने मान्छे हो, म चाहिँ भान्जी। त्यसपछि चलाइसकेपछि एकछिन ढाक्दै हेर्दा यस्तो भएको थियो। अनि टमाटर पनि पहिले हालेको थियो, त्यही भएर टमाटर पनि हालिदिउँ। अनि टमाटर हालिदिएर पनि चलाउनु भयो। अनि यस्तो भएको थियो। यसरी त कति राम्रो देखेको छ है। अनि त्यसपछि मासु हालिदिनु भयो। यो चाहिँ मटनको मासु हो। हाम्रोतिर चाहिँ दिवाली हुन्छ नि त, अनि दिवालीको मासु बचेको थियो अलिकति, अनि त्यसैको भनेर बनाउन लाग्थ्यौँ। अनि राम्रोसँग चलाइराख्नु भएको थियो मामाले। त्यसपछि पानी, अब यसलाई पाक्नको लागि त पानी उगाल्नु पर्यो एकछिन होइन। खसीको मासु पाक्न फेरि अलरेडी टाइम लाग्छ नि त, त्यही भएर एकछिन छोपिदिउँ एकछिनसम्म। अनि त्यसपछि यता चाहिँ चामल उगाल्नको लागि यता भाँडामा पानी रोस्दिरहेको थियौँ। मासु चाहिँ यस्तो भइरहेको थियो, उम्लिरहेको थियो, चाहिँ पाकेको थिएन। त्यसलाई ढाकिदिएर राखिदिउँ। अनि यता चाहिँ चामल रेडी गर्नतर्फ, हाफ बोइल गर्नतर्फ लाग्यौँ। अनि मामाले त्यो उम्लेको पानीमा चामल राख्नुभयो। अनि यति भइपुग्छ भनेर जति राखेको थियो। त्यसपछि यसलाई पनि राख्नुभयो। पाकिसकेन भनेर अनि त्यसपछि त्यो बिरयानीमा हालिदिनु भयो। अब त्यो मासुसँग यो पनि त पाक्न पर्यो होइन, हाफ बोइल मात्रै गरेको त्यसमा, त्यही भएर यसमा खनाउनु भयो। अनि त्यसपछि हामी चाहिँ अलि धेरैजना थियौँ कि आज सबै मिलेर बसेर खाम भनेर अलि धेरैजना थियौँ। अनि अलि धेरै हालेको। अनि त्यसपछि यो हाल्नुहुन्छ। अनि लास्ट फाइनल रिजल्ट चाहिँ कस्तो हुन्छ हेर्नुलाई गाइजहरू। हाम्रो चाहिँ यो फर्स्ट भिडियो हो क्या, हामीले बनाऊँ भनेर बनाएको मामा भान्जीले। हाम्रो फर्स्ट कुकिङ, मामाको त फर्स्ट। मामाले त कति मिठो बनाउनुहुन्छ। यसमा चाहिँ अलि भएको थिएन क्या, मिठो भएको थिएन भन्नु पर्दाखेरि। लास्टमा मिठो भएको थिएन, त्यस्तो मिठो भएको थिएन। अनि नुन पुगेन कि भनेर लास्टमा फाइनल रिजल्ट चाहिँ यस्तो आउँछ साथीहरू।
ताने देखाए